त्यस्तै त हो। हामी पढ्नै अहिले नजान्नेहरू रातिको कति 10 बजेको समयमा होइन बाहिर हिँड्दैछौँ काम खोज्यो काम खोजीमा हो। दिनभरि काम खोज्दा खोज्दै शरीर थाहा लागिसक्यो तर काम पाउन सकिरहेको छैन। कृपया कसैले यो हाकोजाकी वरिपरि होइन कन्बिनीतिर वा कुनै बेन्तो खाइसेतिर यदि काम छ भने गाइसिमास है। उसले त लौ पाइसक्यो मैले पाएको तिम्रो छैन। लागि खोजिदिँदा हो। फेरि मेरो अहिले पनि चाहिँ अब पाएको भन्दा नि त्यो जम्मा अब एक हप्तामा त्यो कति 12 घन्टा गरेर के गर्ने हो र? 1 विकको 12 घन्टाले 48 घन्टा, एक महिनाको 48 घन्टा रुममा तिर्ने कि खाने कि जापान नामै सम्झेहरू जापान नाम बरु माल्टा कोसिया जापानमा आम तर महिनाको 50,000 कमाम अनि 40,000 चाहिँ रुममा तिरौँ, 10,000 बचाम। आज चाहिँ हामी 10 कसैदेखि सँगै परेको साथीलाई भेट्न गइरहेको छु। ऊबाट अलिकति आश छ, उसको बाटो चाहिँ अलिकति नि भएन भने अब यस्तै हो, खोज्ने यता खोज्ने उता खोज्ने। उसले केही त गर्ला कि हाम्रो लागि होइन, आफ्नो साथीलाई केही न केही त उसले गर्छ भन्ने एउटा आश छ ऊप्रति होइन। उसको काम गर्ने चाहिँ यता मात्रै छैन यार। त्यो फ्यामिली मार्ट छ त्यो हाम्रो घर यही अगाडि हो त्यो हो होइन। अनि हाम्रो घर हामी बस्ने घर चाहिँ अलिक देख्दैन रहेछ क्या, राति भइसक्यो होइन। यो सेतो बिल्डिङको उतापट्टिको बिल्डिङ चाहिँ हामी बस्ने हाम्रो रुम हो। हामी 4 तलामा बस्छौँ केटाहरू होइन, गाइजहरू। केटाहरू भन्नु चाहिँ हुँदैन कि। अनि यो माथिको तपाईँहरू यो पुल जस्तो देख्नु भएको छ नि, यसमा चाहिँ यो सिङ्खानसेन भन्नाले इङ्ग्लिसमा त के भन्छ यसलाई? इङ्ग्लिसबाटै सिङ्खानसेन हो। त्यो त रेलमार्ग त्यो आउँछ यसमा चाहिँ एकदम होइन। अब के हेर्नुहोस् न हाम्रो चाहिँ पक्का यो नेपाली होला यार। यो नेपालीहरूले जापानमा आएर च्याम्तो रुल फलो गरेका छन् कि यिनीहरूले। रातो बल्दी रातो है, पनि गइदिनु। त्यही त हो। अहिले हामी पुग्दैछौँ है, साथीलाई भेट्न गइरहेछौँ। यो रातिको समय भएर होला तपाईँहरूले त्यति भ्यू देख्नु भएको छैन, तर डेमाहरू पनि यो भ्यू यति रमाइलो छ कि यति रमाइलो छ होइन। बहुत अच्छा है इधर। काम मात्र छैन, रमाइलो चाहिँ छ पुरा फुल। रमाइलो त काम पो त लास्टै पाउनु गएर जम हामी गइरहेछौँ गइरहेछौँ। यता चाहिँ अहिलेसम्म नेपालमा अहिले कुन चैत महिना लाग्यो होइन, नेपालमा त गर्मी सुरु भयो नि त। तर यता चाहिँ अहिलेसम्म जारी छ है, त्यति गर्मी चाहिँ भएको छैन। ल उसको फ्यामिलीमा काम गर्ने ठाउँमा हामी पुगिसकेका छौँ। अहिले यत्रो गएर अब उसलाई होइन अबको कति वर्ष 5 वर्षपछिको भेट हाम्रो यही हो होइन। उसको साइकल पनि यतै राखेर होला। उसले फोन गऱ्यो, उसले मलाई फोन गरिरहेछ। हामी जाँदैछौँ। सानी आइसक्यो, कता छ त्यही भएर मलाई फोन गरिरहेको छ त्यसले। सायद यता होला हो, यता छैन त है। खोइ त कहाँ हो त्यो के बसेको? ब्रेक टाइम बसिरहेको छ भन्दै थियो। ए फाइनली साथीलाई भेटिएको छ है 4 वर्षपछि। कहाँ गएको थियो? यता बसेर हामी गएर त्यहाँ काम गरिरहेको छ। त्यही हो होइन, हामी 4 वर्षपछि भेट्न आएको साथी चाहिँ यता बसिरहेछौँ हामी। हाम्रो साथी पनि कुनै हिरो भन्न पाउँछ होइन साथी? कुनै हिरो भन्न पाउँछ? यस्तो फ्यामिलीमा चाहिँ मैले कतै देखेको थिएन। भित्र बस्ने मैले पनि देखेको थिएन। खाने पनि रहेछ भित्रै हो, क्याफे जस्तो छ नि पुरा, यत्रो बसेन भित्र। हामी उसलाई कुरेर बसिरहेछौँ। फाइनली आइसकेका छु। के हो भिडियो बनाएको? 5 वर्षपछि भेट्यो नि त हाम्रो किन लजा हो र सेकेन्ड रतन कार्की। कति तिम्रो ब्रेक टाइम सकिसक्यो होला कि अझै बाँकी छ?